सानो चरा जसले आकाश जित्यो। एउटा सानो गाउँमा एउटा सानो चरा बस्थ्यो। उसको दुवै पखेटा अरू चराभन्दा कमजोर थिए। अरू चराहरू उसलाई देखेर हाँस्ने गर्थे, त कहिल्यै उड्न सक्दैनस्। सानो चरा चुप लाग्थ्यो, तर उसको मनभित्र एउटा ठुलो सपना थियो। एक दिन म पनि आकाश छुनेछु। एक दिन ठुलो आँधी आयो, रुखहरू ढले, घोसला भत्कियो। सानो चरालाई डर लाग्यो। उसले देख्यो उसको बच्चाहरू घोसलाबाट खस्न लागेका थिए। त्यो बेला उसले सोच्यो, आज म उडेन भने मेरो परिवार गुमाउँछु। उसले आफ्नो कमजोर पखेटा फैलायो, पहिलो पटक उड्ने प्रयास गर्यो। धडाम ऊ खस्यो, फेरि उठ्यो, फेरि प्रयास गर्यो। अन्ततः ऊ आकाशमा उड्यो। उसले आफ्नो बच्चाहरूलाई बचायो। आँधी शान्त भयो। अर्को चराहरू छक्क परे। त उड्दैन भन्थिस्? सानो चराले मुस्कुराउँदै भन्यो, डरभन्दा ठुलो हुन्छ माया र हिम्मत।